माइग्रेन एउटा यस्तो रोग जसले बिरामीलाई अल्छी र बहानेबाजको बिल्ला भिडाउने गर्दछन्, जसले मानिसलाई नारकीय जीवनको अनुभूति गराउँदछ। यस्तो नारकीय जीवनबाट उन्मुक्त भएर हाँसी खुसी जीवन कसरी बिताउन सफल भए केही उदाहरणीय महिलाहरूको अनुभूति हामी यहाँ प्रस्तुत गर्दैछौँ। मलाई टाउको दुख्ने, घुम आउने, विभिन्न हस्पिटल गएँ, औषधि खाएँ, मलाई केही सिप लागेन, कहीँ गएर भएन। 4-5 वर्षसम्म म दुःख पाएर बसेको थिएँ। तर यहाँ सफल हेल्थ होममा आएपछि म मर्छु भनिसकेको मान्छे आज मैले नयाँ जुनी पाएको छु। मलाई धेरै सन्चो भएको छ। सफल हेल्थ होमलाई चाहिँ म मुरी धन्यवादै दिन चाहन्छु। मलाई म बितिसकेको मान्छे आज म यस्तो भएर बसिन् पाइन् त मैले जुनी फेरि नि खाना खुट्न नहुनेले खाना आनन्दले खान सक्छु। म अहिले आनन्दले सुत्न सक्छु, अलिअलि काम गर्न सक्छु। हात खुट्टै लतिर राखेको थिएँ मेरो। म त अब बाँच्छु भने मेरो चाहनै थिएन। आज म यहाँसम्म आइपुगेँ। मलाई मुरी धन्यवाद दिन चाहन्छु सफल हेल्थ होमलाई।